S24 Plus को म जुम टेस्ट गर्दै छु। ल हेर्नुस् यो अलराजीको एटीएम हो यो कति टाढा छ होला अब यो 30x जुम छ यसको चाहिँ नि हैन। कति पुगेर पैसा ठ्याक्कै कति भने 2800 भयो के यही लिनु के कुन मोबाइल अरे कुन मोबाइल यो हो यसलाई त पुगिरहेछ नि त 2500 2600 छ S24 प्लस कति पुगेर पैसा गर्नु न फेरि 5 10 15 20 22 24 25 यो 2500 भयो हैन। अब बाँकी रह्यो 300 5 7 8 9 10 11 12 13 14 15 16 18 19 20 21 22 23 24 25 26 27 28 29 के 300 कति भयो टोटल 2800 हो 2800 भयो 2800 कति पर्ने छ त्यो मोबाइलमा यसलाई 2800 पर्ने थियो यसलाई 2600 हैन। तर मैले के सोचे भने नि यसको रहेछ 4000 mAh रहेछ कि ब्याट्री यसको लगभग 47000 भनौँ न 5000 mAh यो ब्याट्री यसको बढी हो। नेपाली कति जाने भयो त आज नेपाली तकरिबन पनि 1,15,000 जाने 1,15,000 ल अब यतिले त अब मेरो घरमा बनाउँदाखेरि त्यहाँ कति 10 टा लिँदा त झन्थ्यो होला ल S24 अल्ट्रा S24 मात्रै हैन S24 प्लस मोबाइल किन्न आँट्नु भएको छ हाम्रो तार्जन राजकोटी सरले। आइफोन किन्ने भनेको नि ब्याट्री छैन खेल ब्याट्री चाहिँ राम्रो हुने नि त आइफोनको किनभने अब त्यो यहाँ 5000 mAh को ब्याट्री हुन्छ नि आइफोनको 3700 हैन। नेपाली 1,15,000 को मोबाइल किन्न आएको छ तार्जन राजकोटीले। नमस्कार लेडिज एन्ड जेन्टलमेन सबैमा आजसम्म एक्स्ट्राको तर्फबाट कि हाम्रो तार्जन राजकोटीलाई धन्यवाद गर्दैछु। सामसुङ S24 प्लस हेर्नुहुनेछ यो नेपाली लगभग 1,15,000 पर्ने छ। ल हजुरले अब अनबक्सिङ गर्नु होला है। थ्याङ्क यू सो मच मिस्टर सुजनानन्दले। यो मोबाइल किन्नुको कारण चाहिँ के भने अब यो म विदेश भएको 3 साल भइसक्यो हैन। 3 सालमा अब केही न केही हल्का फुल्का हैन एकचोटि त अब ल्यापटप किने अब एकचोटि चाहिँ नि यो सामसुङ अब यो अल्ट्रा सल्ट्रा यो चन्द्रमालाई पनि टेलिस्कोपबाट नजिक गरेर अब जुमसुम गरेर नजिक ल्याउने चलन छ आजकल हैन एडभान्स। अनि त्यसपछि म्याग्नेट सिस्टम वायरलेस चार्जिङ छ हैन। यसमा धेरै एडभान्स छ अहिले एआई सिस्टम पनि छ यसमा। त्यसकारण चाहिँ मैले अहिले यो एआई टेक्नोलोजीको जमानामा चाहिँ हैन यतिको फोन भनेको हामी जतिको यङ जेनेरेसनले खेलाउनु पर्छ क्या। किनभने आजभोलिको भिडियो टिकटकहरू तपाईहरु युट्युबहरु पनि देख्न सक्नुहुन्छ हैन। त्यो पहिलाको नोकिया मोबाइल जस्तो फिचर पनि भएन। त्यही भएर हल्का एडभान्सको लागि चाहिँ मैले यो S24 प्लस लिएको छु। आइफोन लिउने सोच्थेँ तर आइफोनमा चाहिँ हाम्रो के हुन्छ भने यो ब्याट्री एकदम नाजुक हुन्छ। आइफोनको लागि म क्यामेरामा केही दोष दिन्न हैन। तर आइफोनको ब्याट्री चाहिँ एकदम नाजुकै दिनमै 3-4 चार्जिङ गर्न पाइन्छ जस्तो। त्यही भएर यो बस S24 प्लस लिएको छु मैले। यो चाहिँ एकचोटि चार्जिङ गरेपछि लगभग तपाईको 1.5 दिनसम्म केही जान्छ हैन। यसलाई चाहिँ म अनबक्सिङ गर्दैछु ओपनिङ गर्दैछु मैले S24 प्लस हैन। अब यहाँ चाहिँ तपाईको एकदम राम्रो रहेछ यहाँ त्यता यहाँ देखाउँ दुई ठाउँबाट यसरी खोल्नु पर्ने रहेछ यो है। अब दुई ठाउँबाट खोलेपछि फटाक ल के आउने रहेछ यसमा कसरी हो ल यो पनि ओपन गर्नुपर्ने कि के हो यो ओपनै गर्ने हो कि के हो फेरि ल यो पनि भयो डाटा केबल के आउने रहेछ यसमा ल एउटा यो डाटा केबल आउने रहेछ हैन। अब यो इन्स्ट्रक्सनहरु छ अब यो दुईटालाई यता थाती राखेर हैन। अब मोबाइल चेक गरौँ यसको स्विच अन गरौँ हैन। यसको चाहिँ नि अहिलेकोमा चाहिँ नि हेडफोन घुसाउनु नहुने रहेछ। यसको डुअल स्पिकर छ दुईटा अनि सिम ट्रे यहाँ रहेछ। जुम टेस्ट गर्दैछु है त जुम टेस्ट 30x रहेको छ यसको जुम। ल हेर्नुहोस् यो मस्जिद हिँड्दै जाने नि यहाँदेखि लगभग 10-15 मिनट लाग्छ होला। अब यो नयाँ एडभान्स छ क्या टेलिस्कोपले हैन। सामसुङमा पनि एकदम राम्रो छ अहिले क्यामेरा। लगभग आइफोनलाई टक्कर दिनको लागि यो S24 S23हरू राम्रो छ। मैले लिएको S24 प्लस हो। यो तपाईलाई म्याग्नेटिक वायरलेस चार्जरबाट पनि यो S24 चार्जिङ हुन्छ। तपाईलाई म देखाउन दिँदा टेस्ट गर्दैछु है। 79% वायरलेस फास्ट वायरलेस चार्जिङ यसरी देख्न सक्नुहुन्छ। के गराउँछ अब तारै नछोइकिन पनि डाइरेक्ट चार्जिङ गर्नुहुन्छ। यो म्याग्नेटिक पावरबाट इनर्जीबाट हो।